ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्री शुकसागर अध्याय 3। परब्रह्म भगवानले धरे रूप 24 सुन्छन् अतिशय ध्यानले वर्णन नित्य मुनि। श्रोतेजी भन्नुहुन्छ, सृष्टिको प्रारम्भमा ईश्वरले जब संसार रचना गर्ने इच्छा गरे तब महतत्व अहंकार र पञ्चतन मात्रा आदि 16 कलाले युक्त पुरुष रूप धारण गरे। जब ती योग निद्राबाट जागा हुन्छन् तब तिनका नाभिबाट एउटा सहस्त्रदल कमल उत्पन्न भएर सागरका जलको मास्तिर आउँछ अनि त्यही कमलबाट ब्रह्माको उत्पत्ति हुन्छ। ती क्षीरसाई नारायण भगवानको विराट रूपमा समस्त ब्रह्माण्ड व्याप्त रहन्छ। योगी ज्ञानी त्यही विराट रूपलाई आफ्नो दिव्य दृष्टिले देख्दछ। त्यही विराट रूपमा हजारौं हात, पाउ, मुख, शिर, नाक, आँखा, उदर भनेको पेट आदि विद्यमान रहन्छन्। ती सहस्त्र शिरमा मुकुट, वस्त्र, कानमा कुण्डल, हजारौं नेत्र र समस्त आयुधले युक्त हुन्छन्। प्रभुको त्यही नारायण स्वरूप भक्तजनको रक्षा र पापिष्टहरूको संहार गर्नको निम्ति अवतार धारण गर्दछन्। तिनैको अंशले सम्पूर्ण प्राणीहरूको सृष्टि हुन्छ। यिनै नारायण भगवानले कौमार सर्गमा सनक, सनन्दन, सनातन र सनत कुमारको अवतार धारण गरे। दोस्रो अवतारमा वराह रूप धारण गरेर पृथ्वीलाई रसातलबाट ल्याउनु भयो। तेस्रो अवतारमा नारदको रूप धारण गरी सात्वत तन्त्र, यसैलाई नारद पञ्चरात्र पनि भन्दछन्, त्यसको ऋषिहरूलाई उपदेश गरे। त्यसैमा कर्मबन्धनबाट मुक्त हुने विषय निरूपण गरिएको छ। चौथो अवतार धर्मकी पत्नी मूर्ति देवीको गर्भबाट नारायण अवतार भयो। यिनैले बदरी वनमा गएर घोर तपस्या गरे। पाँचौं अवतार माता देवहूतिको गर्भबाट कपिल मुनिको भयो। यिनैले आफ्नी आमालाई सांख्य शास्त्रको उपदेश दिए। छैठौं अवतार यसमा अनसुयाको गर्भबाट दत्तात्रेय रूपमा प्रकट भएर अलर्क र प्रह्लाद आदिलाई ब्रह्म ज्ञानको उपदेश दिए। सातौं अवतार आकुतिको गर्भबाट यज्ञ भगवानको भयो। आठौं अवतार नाभि राजाकी रानी मेरो देवीका गर्भबाट ऋषभदेव नामले भयो। उनले परमहंसको उत्तम बाटो देखाए। नवौं अवतार राजा पृथ्वीको रूपमा भयो। यिनले गोरूपी पृथ्वीको दोहन गरेर अनेक औषधि, रत्न र अन्नहरूको सृजन गरे। दशौं अवतार मत्स्य रूपमा धारण गरे। राक्षस मन्वन्तरमा पृथ्वी जलाशय भएको बेलामा यिनै पृथ्वीलाई डोङ्गा बनाई वैवस्वत मनुको रक्षा गरेका थिए। 11 अवतारमा कच्छप भेको कछुवा भएर समुद्र मन्थनमा देवताको मद्दत एवं सुरक्षा गरेका थिए। 12औं धन्वन्तरी अवतार यिनैले सिन्धुबाट प्रकट भएर अमृतको घडा देवताहरूलाई दिएका थिए। 13औं मोहिनी अवतार धारण गरेर देवताहरूलाई अमृत खान दिएका थिए। 14औं नृसिंह अवतार धारण गरेर दानवराज हिरण्यकशिपुलाई मारेर भक्त प्रह्लादको रक्षा गरेका थिए। 15औं अवतारमा वामन रूप धारण गरी दानी बलिलाई पाताल धपाएर इन्द्रलाई स्वर्गको राज्य दिएका थिए। 16औं अवतारमा परशुराम रूप धारण गरी अहंकारी राजाहरू र अनेक क्षत्रिय 21 पटक संहार गरेका थिए। 17औं अवतारमा पराशरद्वारा सत्यवतीको गर्भबाट द्वैपायन व्यासको रूपमा प्रकट भएर वेदको विभाजन गरी अनेक ग्रन्थको रचना गरेका थिए। 18औं अवतारमा राम रूप धारण गरी रावणको संहार गरेर पृथ्वीमा धर्मको स्थापना गरेका थिए। 19औं अवतारमा श्रीकृष्ण 16औं कलाले पूर्ण रूप धारण गरी कंस आदि दानवको संहार गरेका थिए। त्यसपछि बुद्धदेवको अवतार धारण गरेर अनेक देशका बुद्ध धर्मको प्रचार गरेका थिए। यस कलियुगको अन्त्यमा विष्णु यस नामका ब्राह्मणको घरमा कल्की भगवानको अवतार हुनेछ अनि अधर्मको नाश र धर्मको स्थापना गर्नेछन्। हे सौनक, पृथ्वीमा जति जति पापीहरूको कुकृत्यले भार बढ्नेछ र धर्मको हानि हुनेछ, तब भगवान आफ्नो अंशले अवतार धारण गरी पापीहरूको संहार गरेर भक्तजनको रक्षा गर्दछन्। यो प्रभुको साकार अर्थात् प्रत्यक्ष देख्न पाइने रूप हो। फेरि भगवानको अर्को निराकार रूप पनि छ। यसैलाई अव्यक्त सूक्ष्म पनि भन्दछन्।
यस रूपले न कुनै गुण ग्रहण गर्दछ, न देखिन्छ न सुनिन्छ। आत्माको आरोप हुनाले यो जीवात्मा कहिन्छ। यही जीवात्मा बारम्बार जन्मनेर मर्ने लीला गर्दछ। यो जीवात्मा अत्यन्त सूक्ष्म भएर पनि अज्ञानले गर्दा स्थूल देह धारण गर्दछ। यस जीवलाई ज्ञान उत्पन्न हुनासाथ स्थूल शरीरको आरोप त्यागेर मुक्त हुन्छ। जब उसले आफ्नो सच्चिदानन्द रूप चिन्दछ तब उही परमात्मामा लीन हुन्छ। ईश्वर आफ्नो लीला मात्रले सृष्टि स्थिति संहार गर्दछ, तर यसमा मोहित हुँदैन अर्थात् गाडिन्न। ती समस्त प्राणीमा गुप्त रूपले निवास गरेर तिनले गरेको सम्पूर्ण कार्य हेरिरहन्छ। राम्रो नराम्रो कर्म हेरिरहन्छ। कर्म गरे पनि त्यसमा आसक्त हुँदैन। नटुवाले अनेक खेल दर्शकहरूलाई देखाउँछ र पछि सबै बटुलिदिन्छ। त्यस्तै ईश्वर यो संसारमा अनेक लीला गर्दछ र पछि सबै लीन गराउँछ। धेरै अज्ञानी व्यक्तिहरू नटुवाको त्यो चातुर्य वा कौशल बुझ्न सक्दैन। ठिक त्यसै गरी बुद्धिहीन व्यक्ति पनि प्रभुको त्यो विचित्र लीला जान्न बुझ्न सक्दैन। केवल योगी ज्ञानीहरू मात्र योग बलले तत्त्वद्वारा जान्दछ। ते निरन्तर उनैको मनन चिन्तन गरेर अन्त्यमा यो मिथ्या सांसारिक बन्धन छिनालेर परम पदमा पुग्दछ। हे सौनकजी, यस सुखसागरमा भगवानका समस्त अवतारको वर्णन सुखदेवले गरेका छन्, तापनि श्रीकृष्ण अवतारको विस्तृत वर्णन गरिएको छ। व्यासजीले सुखदेवलाई यो अनुपमेय ग्रन्थको अध्ययन राम्रो प्रकारले गराएका छन्। जुन बेला राजा परीक्षित गङ्गा तटमा आमरण व्रत लिएर ठुला ठुला ऋषि मुनिका साथ बसेका थिए, त्यसै बेला सुखदेवले त्यहाँ पुगेर यो सुखसागर ग्रन्थ विस्तारले सुनाएका थिए। हे सौनक, जुन बेला सुखदेव यो कथा सुनाइरहेका थिए त्यस बेला म पनि त्यही उपस्थित थिएँ। त्यही मैले यो मुक्तिदाता ग्रन्थको अध्ययन गर्न पाएँ। अब म आफ्नो बुद्धि अनुसार समस्त ऋषि मुनिहरूको समक्ष वर्णन गर्दछु। अध्याय 4। भाग लगाए वेदको रचे पुराण अनेक, त्यसले तृप्ति हुन नसकी माने बहुत औते। व्यासजीले भने, त्यो नैमिषारण्य क्षेत्रमा सौनकादि मुनिहरूले एउटा दीर्घकालीन महायज्ञको अनुष्ठान गरेका थिए। ती ऋषिहरूमा सबैभन्दा वृद्ध विद्वान र ऋग्वेदका ज्ञाता सौनकजी थिए। तिनी सबैका अग्रगण्य थिए। सुतजीको भगवत भक्ति सम्बन्धी वार्ता सुनेर उनको प्रशंसा गर्दै सोधे, हे सुतजी, हजुर ठूलो भाग्यशाली र अनेक इतिहास पुराण आदिका ज्ञाता एवं वक्ताहरूका श्रेष्ठ पनि हुनुहुन्छ। अब हामी सबैमाथि कृपा गरेर सुखदेवजीले परीक्षितलाई सुनाएको कथा कुन युगमा कुन स्थानमा र कस्तो कारण परेर सुनाएका थिए सोही कथा सुन्न पाऊँ। श्री द्वैपायन व्यासले कसको बिन्ती सुनेर परमहंस संहिताको रचना गरेका थिए त्यो पनि सुन्ने इच्छा छ। सुखदेवजी अवधूत बौला जस्ता योगी थिए। आफूलाई कहीँ पनि म यस्तो हुँ भनेर प्रकट गर्दैनथे, तर ती संसारको मोह मायादेखि टाढा रहन्थे। तिनको तेज, यश र योगमा निष्ठा आफ्नो पिता वेदव्यास भन्दा पनि बढ्ता थिए। जब सुखदेवजी सन्यास लिन भनेर कुटीबाट निस्केपछि व्यासजी, बाबु सुन्न, छोरा मतिर फर्केर हेर भन्दै पछि पछि दगुर्दै गए। अलि पर एउटा जलाशयमा केही स्त्रीहरू नाङ्गै स्नान गरिरहेका थिए। नाङ्गा सुखदेवलाई देखेर पनि तिनीहरूले लुगा लगाएनन्, नाङ्गै उभिरहे। तर व्यासजीलाई देख्न साथ तिनीहरूले तत्काल लुगा लगाए। त्यो देखेर व्यासजीले ती स्त्रीहरूसित त्यस्तो गर्नको कारण सोधे। अनि तिनीहरूले उत्तर दिए, सुखदेवको दृष्टिमा स्त्री पुरुषको कुनै भेदभाव छैन, तर हजुरको दृष्टिमा अझ पनि त्यो भेदभाव छँदैछ। हे सुतजी, त्यस्ता परमज्ञानी सुखदेव जो बैरी, लाटो र बौला एवं मूर्ख जस्तै नगर ग्राम वनमा डुलिरहनेलाई हस्तिनापुरका राजा परीक्षितले कसरी चिनेर तिनको परस्पर के कस्तो कुराकानी भयो। फेरि ती सुखदेव एउटी गाई दुहुने समयभन्दा बढ्ता कुनै पनि गृहस्थको द्वारमा उभिँदैनथे र त्यस गृहलाई तीर्थरोगको ल्याइदिन्थे। ती राजा परीक्षित कहाँ 7 दिनसम्म कसरी बसे। फेरि राजा परीक्षित भगवानका अनन्य भक्त थिए, अत तिनको जन्म कर्मको विषयमा पनि सुनाउनुहोस्। ती राजाले सानै उमेरमा कस्तो कारण परेर राज्यको सुख भोग त्यागी गङ्गा तटमा मृत्यु पर्यन्त अनसन व्रत लिएका थिए। सौनकको त्यस्तो प्रश्न सुनेर सुखदेवजीले भने, हे सौनक, यो द्वापर युगमा महर्षि पराशरको अमोघ वीर्यले
सत्यवतीको गर्भबाट महर्षि व्यासको जन्म भयो। तिनै व्यासी एक समय सरस्वती नदीमा स्नान ध्यान गरेर एकान्तमा बसेका थिए। ती त्रिकालज्ञ भूत भविष्य वर्तमान सबै जान्दथे। दिव्य दृष्टि थियो। यिनले कलियुगमा धर्म क्षीण हुनेछ, अन्याय अनाचार बढ्नेछ, समस्त भौतिक वस्तुहरू शक्तिहीन हुनेछन्, मनुष्य नास्तिक हुनेछन्, अल्पायु र कर्तव्यहीन हुनेछन्। अत उनले यज्ञ आदिको विस्तारका लागि वेदको 4 भाग गरे। त्यसो भए थोरै बुद्धि भएका, स्मरण शक्ति कम भएका व्यक्तिले पनि वेदको अध्ययन गर्न सक्नेछन्। एउटा ठुलो वेद साङ्गोपाङ्ग कण्ठस्थ राख्न अत्यन्त दुष्कर कार्य हुनेछ भनेर नै वेदको विभाजन गरेका थिए। ती वेदको नाम ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद राखे। ऋग्वेद आफ्नो शिष्य पहिला मुनिलाई पढाए, सामवेद जैमिनीलाई पढाए, यजुर्वेद वैशम्पायनलाई पढाएर अथर्ववेद सुमन्तो मुनिलाई पढाए। इतिहास र पुराण मेरो पिता रोमहर्षणलाई पढाए। व्यासजीका यी शिष्यहरूले आफ्नो बुद्धि अनुसार ती वेदहरूका अनेक शाखा भनेको हाँगा बनाए। यी वेदहरू स्त्री, शूद्र र पापी मनुष्यले शून्य अधिकार नहुनाले व्यासजीले तिनै वेदहरूको सार अंश 5औं वेद महाभारत नामक इतिहासको रचना गरे। त्यस ग्रन्थलाई पढेर स्त्री, शूद्र आदिले पनि वेदोक्त आचरण गर्न सक्दछ। हे सौनक, वेदव्यासले महाभारत नामक ऐतिहासिक अपूर्व ग्रन्थ लेखे तापनि मनमा सन्तोष भयो अनि खिन्न भएर सरस्वती नदीको तटमा एकान्त स्थानमा बसेर मनमा नै दुखी हुन लाग्यो। तिनको चित्तमा अनेक कल्पना आएर विचार गरे, मेरो यो खिन्नता र दुःखको कारण के हो? गुरुजनको चाकरी पनि गरे, वेदको अर्थ पनि सजिलो बनाए। मैले सबै वेद पढिसकेको छु, महाभारतको रचना पनि गरिसकेँ, तर अब मैले गर्ने कुन काम शेष छ त्यो बुझ्न सकिनँ। यसैले मेरो मन खिन्न भएको। व्यासजी यसरी चिन्तित र दुखी भइरहेकै बेला अकस्मात त्यही स्थानमा देवर्षि नारद आइपुगे। तिनलाई देखेर व्यासजीले आसन दिए र उनी बसेपछि सोधे, हे नारदजी, तपाईँ ब्रह्माका पुत्र र सर्वज्ञ हुनुहुन्छ, मेरो मनको खिन्नता र दुःख जान्नुहुन्छ, अत मेरो यो कष्ट निवारण गरिदिनुहोस्। अध्याय 5। नारदले जीवन कथा आफ्नो सकल बताए, हरि कीर्तन झैँ केही अरू छैन भने सम्झाए। श्रोताजीले भने, वेदव्यासको त्यस्तो दुःखपूर्ण कुरा सुनि नारद मुसुक्क हाँसेर भने, हे व्यासजी, तपाईँ वेदका ज्ञाता र उत्तम जिज्ञासु हुनका साथै 5औं वेद महाभारतका रचनाकार पनि हुनुहुन्छ। वेदान्तका सूत्र रचेर त्यसको राम्ररी अध्ययन पनि गरिसक्नु भएको छ, तापनि किन यस्तो खिन्न हुनुहुन्छ? यसको कारण केवल यो हो, तपाईँले यी सबै उत्तम काम गरे पनि भगवानको पवित्र गुण र यसको वर्णन राम्ररी गर्नु भएन। त्यो ज्ञान जसले भगवानलाई प्रसन्न पार्न सक्दैन, उनको यसको न गुण वर्णन नभएको एवं भगवत भक्तहरूको कल्याण हुँदैन भने त्यो जान्न व्यर्थ हो। तपाईँले श्रीकृष्ण भगवानको महिमा वर्णन राम्ररी गर्नुभएन। यस असार संसारमा त्यही वाणी सार्थक र पवित्र हो जसले गोविन्दको गुणगान गरिन्छ। सत्पुरुषको निम्ति दामोदरको कीर्तन, गायन, श्रवण समस्त पाप नष्ट पार्दछ। भगवत भक्तिले हीन मनुष्यको जीवन यस संसारमा वृथा र भार स्वरूप छ। हे व्यासजी, तपाईँ ज्ञानी, यशस्वी र अमोघ दृष्टि भएका हुनुहुन्छ। अब भविष्यमा संसारका जीवको उद्धारका लागि एउटा यस्तो ग्रन्थको रचना गर्नुहोस् जसमा भगवानका लीलाहरूको यथार्थ वर्णन होस्। संसारी मनुष्य यसै पनि वासना, मोह र विषयमा गाडिएका हुन्छ। त्यसमाथि तपाईँले पशु हिंसा र कामनायुक्त कर्मको उनीहरूलाई उपदेश दिनुभएको छ। त्यसले गर्दा मूर्खहरू तपाईँको उपदेशलाई धर्म मानेर अनेक अधर्म कार्य गर्दैछ। अर्काले दिएको असल उपदेश सुन्न तयार छैन। अतः लोकहितको निम्ति, सर्वसाधारणको निम्ति भगवानका अलौकिक लीलाहरूको वर्णन गर्नुहोस्। फेरि जो सज्जन भक्तगण भगवानको भजन कीर्तन गर्दछन् ती थोरै नै समयमा कल्याण प्राप्त गर्दछन्। सांसारिक सुख भोग त मनुष्यलाई आफ्नो कर्मानुसार मिल्दै रहन्छ, तर भगवत भक्ति चाहिँ जगदीशको चरणमा आफूलाई मन वचनले समर्पण नगरिकन प्राप्त हुन सक्दैन। भगवानको भक्ति प्राप्त भएपछि मानिस जीवन मरणबाट मुक्त भएर यस असार संसारको निसार विषय भोग भोग्दैछ। एकपल्ट भक्ति रूपी रस चाखेपछि फेरि त्यसलाई छाड्न सक्दैन। हे व्यासजी, तपाईँ भगवानकै अवतार हुनुहुन्छ।
तपाईँको हृदयमा समस्त वेद र ज्ञान बसिरहेको छ तापनि म स्मरण गराइरहेको छु। मानिसको ज्ञान वेदाध्ययन, तपस्या, स्वाध्याय, दान, धर्म र यज्ञादिको अनुष्ठानको केवल एउटै तात्पर्य हो कि भगवानका अपूर्व लीलाहरूको वर्णन र त्यसमा प्रेम, श्रद्धा, भक्ति रहोस्। उनी जगदीश्वर यस संसारको उत्पत्ति, स्थिति र लय गर्दछन् र समस्त प्राणीमा निवास गर्दछन् वा विद्यमान रहन्छन्। हे व्यासजी, अब म तपाईँलाई आफ्नो पूर्वजन्मको वृत्तान्त सुनाउँछु। म पूर्वजन्ममा दासी पुत्र, मेरी आमाले मलाई सन्त महात्माको सेवा गर्न सुम्पिदिए। एकपल्ट केही योगीहरू वर्षा ऋतुको चतुर्मासा गरिरहेका, म नित्य उनीहरूको चाकरी गर्थेँ। तिनीहरूको मुखा र बिन्दबाट निस्केको भगवानका लीलाहरूको नित्य श्रवण गर्थेँ। तिनको म हृदयले सेवा गर्थेँ। कपट भाव थिएन। तिनले खाएर रहेको पुरा अन्न एक छाक मात्र खान्थे। त्यसले मेरो पूर्वजन्मको सबै पाप नाश भयो। सत्पात्रको सेवाले मेरो हृदय शुद्ध भयो। चित्तमा भगवानको लीला विराजमान भयो। भक्ति देवीले मेरो हृदयमा प्रकाश फैलाएर मेरो अज्ञान रूपी अन्धकारलाई हटाइदिए अनि भगवानमा मेरो प्रीति भयो र मेरो बुद्धि पनि स्थिर भयो। यस अनित्य संसारबाट मेरो मन फर्कियो र यस संसारलाई अनित्य र कल्पित मान्न लाग्यो। ती महात्माहरूले गरेको पूजापाठ र भजन कीर्तन म ध्यानपूर्वक हेर्दथे र त्यस्तै आचरण गर्दथे। त्यस क्रमले ती महात्माहरूको सङ्गतमा मेरो 2 ऋतु बिते। त्यति दिन नै ममा भएको रजोगुण र तमोगुण पनि नष्ट भयो। शुद्ध हृदयमा भगवत भक्तिको उदय भयो अनि ती महात्माहरूले मलाई आफ्नो आज्ञाकारी सेवक र भगवानको भक्त जानेर भगवत भक्तिको गुण एवं गुप्त रहस्यको उपदेश दिए। तिनीहरूले मलाई त्यो ज्ञान बुझाए जसको निरूपण अर्थात् वर्णन भगवान श्रीकृष्णले गीतामा गर्नुभएको छ। त्यही उपदेश र ज्ञानले मैले श्रीकृष्णको माया र उनको स्वरूप जान्न चिन्न सक्ने भए। वास्तवमा त्यसैले कैवल्य पद प्राप्त हुन्छ। हे व्यासजी, आफ्ना सबै शुभाशुभ कर्म भगवानमा अर्पण गर्नाले नै दैविक भौतिक तापबाट मुक्त हुन्छ। जे खानाले रोग उत्पन्न हुन्छ त्यही वस्तुलाई यदि विधिपूर्वक सेवन गरे उत्तम स्वास्थ्य त्यसैले दिन्छ र रोग पनि निको हुन्छ। त्यस्तै मनुष्य आफ्नो कर्म त दिनहुँ गर्दछ, तर त्यस कर्ममा आफ्नो अहमभाव, मैले गरेको, कर्ता म हुँ त्यागेर सबै कर्म कृष्णार्पण गर्दै रह्यो भने कर्ता म हुँ भन्ने अहमभाव नष्ट भएर जान्छ अनि उसले गरेका कर्मका जाति नजाति भनेका राम्रा नराम्रा फल त्यसलाई प्राप्त हुँदैन, बरु त्यसलाई उत्तम ज्ञान मिल्दछ। जो मानिस भगवानका स्वरूपको ध्यान गर्दछ र उनलाई दण्डवत प्रणाम गर्दछ तिनलाई प्रद्युम्न, संकर्षण र अनिरुद्ध सहित भगवानका चारै रूपको दर्शन मिल्दछ र तिनै ज्ञानी भई कैवल्य मोक्षपद पाउँछ। हे व्यासजी, मेरो भगवत भक्ति देखेर श्रीकृष्णले मलाई आत्मज्ञान, ऐश्वर्य र आफ्नो प्रेम रूपी भक्ति दिनुभयो। हे व्यासजी, हजुरको ज्ञान अमोघ भनेको कहिले विफल नहुनेछ। हजुर पनि प्रभुको प्रेममय लीलाहरू, उनको पवित्र यश गुणको वर्णन गरेर आफ्नो मनको दुःख हटाउनुहोस्। भगवानको चरित्र वर्णनले आफ्नो आफ्नो हृदयको कष्ट मात्र हो कि समस्त संसारका प्राणीहरूको अनेक कष्ट नाश भएर तिनलाई चिर शान्ति प्राप्त हुनेछ। यही नै सजिलो उपाय वा बाटो छ। अध्याय 6। जगत महा जाँदा भए हुन गई जसरी प्रसिद्ध, दिए प्रतीत अति ध्यानमा बोले नारद सिद्ध। सुतजी भन्नुहुन्छ, हे सौनक, नारदले आफ्नो पूर्व जन्मको कथा वेदव्यासलाई त्यसरी सुनाएपछि उनले सोधे, हे देवर्षि, ती योगीहरू बाटो लागेपछि तिमीले आफ्नो शेष जीवन कसरी बिताए? जब नारदजीले भने, हे व्यासजी, त्यस बखत म सानै थिएँ, आमाको म एउटै छोरो थिएँ, ती मलाई असाध्य माया गर्थे, म पनि उनैको आश्रयमा थिएँ। मेरी आमा निर्धन र पराधीन दासी थिए, ती मेरै निम्ति केही पनि गर्न असमर्थ थिए। आमासित त्यही बस्तीमा दिन बिताउन थाले। एक दिन सर्पले टोकेर आमा मरे। मलाई तिनको मृत्युमा कुनै प्रकारको कष्ट अनुभव भए। त्यसलाई प्रभुको इच्छा जानेर मन मनमनै प्रसन्न भए र उत्तराखण्डको बाटो समाए। हे व्यासजी, उत्तराखण्डतिर अनेक वन, पर्वत र थरी थरीका पुष्प र फलले भरिएका रुखहरू देखे। ग्राम र नगरहरू पनि देखे।
तर म थामिन। बराबर अगाडि हिँड्दै गएँ। निकै पर पुगेपछि एउटा बाक्लो वनमा नदी देखेँ। त्यहाँ अनेक हिंसक वनका जन्तुहरू बस्दथे। मलाई भोक र प्यासले दुःख दिएको थियो। नदीको जल पिएर मन शान्त पारे अनि एउटा पिपलको वृक्ष मुनि पद्मासन बाँधेर बसी भगवानको उही विग्रहको ध्यान गर्न लागे। जुन विग्रहको वर्णन अघिका ती महात्माले गरेका थिए। मलाई प्रभुको भक्ति र प्रेम त पहिले नै अलिअलि थाहा भइसकेको थियो। उनको कृपा भयो र त्यही दर्शन पाएँ। म प्रसन्न भएँ र आनन्दाश्रु नेत्रबाट बग्न लागे। तर त्यो प्रभुको विग्रह तत्काल विलीन भयो। म आत्तिएर मन अतृप्त नै रहे। त्यसको दर्शन गर्ने इच्छा बारम्बार हुन लाग्यो। त्यही मौकामा प्रभुको मधुर बाणी सुनियो, हे भक्त, तिमीलाई यस जन्ममा फेरि मेरो प्रत्यक्ष दर्शन मिल्न सक्दैन। एकपल्ट दर्शन पायो भयो। यस जन्ममा तिमी मेरो भजन कीर्तन गरेर जीवन बिताऊ। अर्को जन्ममा तिमीलाई मेरो परमपद प्राप्त हुनेछ र मेरो पार्षद भएर बस्न पाउनेछौ। मेरो कृपाले आफ्नो उपार्जन गरेको ज्ञान कहिले बिर्सने छैनौ र मेरो प्रति तिम्रो यो प्रेम पनि कहिले नष्ट हुने छैन। तिमीलाई यस जन्मको सम्झना पनि रहिरहनेछ। यति भनेर भगवान अन्तर्धान हुनुभयो। म पनि काल पर्खेर जीवन काट्न लागेँ। अन्त्य समयमा बिजुली चम्के झैँ भएर मैले आफ्नो पञ्चतत्वको शरीर त्यागेदिएँ अनि प्रभुको विशेष पार्षद पद प्राप्त गरेँ। हे व्यासी, कल्पको अन्त्यमा महाप्रलय हुन लागेपछि ब्रह्मादि सबै देवता प्रभुको अङ्गमा प्रवेश गर्न लागे। म चाहिँ मुखबाट नै प्रभुको अङ्गमा पसेँ। 1000 पल्ट सत्य, त्रेता, द्वापर, कली 4 युग बितेपछि ब्रह्माजी जागा भए। तिनका शरीरबाट मरीचि आदि महर्षिहरू उत्पन्न भए। तिनैका साथ म पनि उत्पन्न भएँ। त्यसै बेलादेखि उनै दयाका खानी प्रभुको कृपाले म सबै लोकमा अबाध भनेको कुनै निर्विरोध गतिले डोल्दछु। उनै ईश्वरको भजन कीर्तन गर्दछु। यो बीडा पनि मलाई उनैले दिएको हो। अब भगवान मैले डाक्ना साथ तुरन्त दर्शन दिन्छ। हे व्यासी, भगवानका चरित्रको गान गर्नाले र नाम कीर्तन गर्न सके यो अनित्य संसार पार गर्न अर्को डुङ्गा चाहिन्न। त्यो मेरो विश्वास र अनुभव सिद्ध। यम, नियम, संयम र जप, यज्ञ आदिले त्यस्तो शान्ति प्राप्त हुँदैन जस्तो भगवान कथा कीर्तनले प्राप्त हुन्छ। हजुरले मसित जति कुरा सोध्नुभयो त्यसको मैले यथार्थ उत्तर दिएँ। अब आज्ञा पाए म जाने थिएँ। यति भनेर देवर्षि नारद वीणा बजाउँदै लोक भ्रमण गर्न हिँडे अनि व्यासजीले विचार गरे, देवर्षि नारद धन्य छन्। उनले लोक कल्याणको लागि आफ्नो जीवन अर्पण गरिसकेका छन्। वीणामा भगवानको नाम संकीर्तन गरेर यो त्रिविध सन्तापको तप्त जगतलाई सुख र शान्ति प्रदान गर्दछ। हरे ओम तत्सत्।